र आज म तपाईँहरूलाई हाम्रो एभरेस्ट इनफिल्डको ओनर उहाँ दाई चाइनिज दाई हाम्रो निशान तामाङज्यू आफै नै खटिरहनु भएको छ र आफै नै कति धन्यवाद त्यहाँको लागि धेरै धेरै धन्यवाद। हाम्रो रमेश हाम्रो एभरेस्टको म्यानेजर हाम्रो चाइनिज दाई ओनर हाम्रो उता च्याङमा बसिरहनु भएको एभरेस्ट इनफिल्ड चाहिँ यही हो। हेलो 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 के छ केटाकेटी हो, स्वागत छ फेरि मेरो अर्को भ्लगमा। आज चाहिँ म तपाईँहरूलाई मेरो बाइक देखाउनेवाला छु अनि मेरो बाइक चाहिँ लगभग रेडी भइसकेको छ। 2-3 महिना लाग्यो रेडी हुन, किनभने अब मेरो बाइक पुरानो मोडलको हो अनि पार्ट्सहरू पाएको थिएन। त्यही भएर युज थ्याङ्क्स टु हाम्रो एभरेस्ट इनफिल्ड र हाम्रो मेन थ्याङ्क्स टु हाम्रो चाइनिज दाई निशान दाई भएरै दाइले आफैले नै आफ्नै हातले नै इन्जिन बनाउनु भएको हो र यस्तो दाम भएको छ इन्जिन, यस्तो दाम भएको छ होइन। म तपाईँहरूलाई अहिले देखाउँछु है त, हेर्दै जानु भ्लग। अब चाहिँ हाम्रो बाइकको लास्ट पार्टमा आइसकेका छौँ। हाम्रो चाइनिज दाई केही शब्द भनिदिनु न त दाइ, के शब्द भनिदिनु? के शब्द भन्ने? हजुर के शब्द भन्ने? दाइ यति खटिरहनु भएको दाइले यार, यो बाइकलाई त कसम अक्खा नै बनाइदिइसकेको छ हाम्रो चाइनिज दाइले। अब यो गुड्छ होइन, यो उड्छ दाइ अब होइन चाइनिज दाइ, अब यो बाइक गुड्ने होइन उड्ने हो। त्यो एउटा हो। अब यहाँ इन्जिन बन्नु लागिसकेको छ होइन, च्यासिस यहाँ छ। अब मैले सोचेको च्यासिसलाई एउटा काटौँ कि नकाटौँ होइन, के गरौँ केटा यार, काट्नु त जस्तो लागेको छ, तर हेरौँ के हुन्छ है। यसो लगाइदिनु क्या ब्लग हाम्रो हिरोको बाइक कमाल छ है। अब ब्लग हान्नु कि क्या हो भनेको ल यहाँ हाम्रो पेमा भाइको बाइकै अनि डल डिस्क बनाउनु टक्क लगाएर पेमा भाइको मेरो त्यो ट्रान्सफर कस्तो मोटो देखाएर निशान भाइको पनि बाइक देखाइदिउँ न। निशान भाइको पनि बाइक चाहिँ 1 पिसै हो है केटा है, फेरि मानेर अन्ली है। यस्तो छ है निशान भाइको बाइक चाहिँ, सिधै हुन्छ नि। चाहिँ हाम्रो निशान भाइको बाइक है, 6 छ। निशान भाइ चाहिँ यहाँ छ, यस्तो यहाँ बसिरहेको निशान भाइ यही हो हाम्रो हिरोको बाइकै यो चाहिँ। अनि पछाडिको मर्याद काटिरहेको छ यो चाहिँ। केटाहरू सबैको 6 यार बाइक यार।
ओइ राहुल होइन होला राहुल भयो लाइभमा के हो एभरेस्ट ल यता केटा हो फिटिङ हुँदैछ टक्क ल केटा हाम्रो यहाँ फिटिङ भइसकेको छ ल चाहिँदै हुनुहुन्छ एज यु क्यान सी टक्क पछाडि 15 इन्चको अनि अगाडि 19 कि कसो तिरज भाइ हाम्रो जुत्तिजको वान एन्ड ओन्ली ओनर है पार्टनर फलो है सबजनाले बाइक हेर्न सक्नुहुन्छ अब फुल एन्ड स्टेडीमा टक्क पारामा राइड हान्नुपर्छ अलमोस्ट वेट इज ओभर गाइज सबैजना रेडी लामै कस्तो लाग्यो चाहिँ Coming soon. Yes sir. Ready हुँदैछ है अब है ल यता केटा हो ग्यारेज आइसकेँ म हुँदैछ है टक्क यो चाहिँ अब इन्डिङको पार्ट हो तर मैले तपाईँहरूलाई यति पछि अगाडि नै देखाइदिएको अब यसपछि चाहिँ तपाईँहरू कसरी हामीले बनाए सबै हेरिदिनु होला पहिला कस्तो थियो अनि अहिले कस्तो छ सबै हेरिदिनु अनि कस्तो लाग्यो कमेन्ट गरिदिनु है त यो चाहिँ कसैलाई इन्सपिरेसन होइन कसैलाई ऊ होइन है यो त्यति साह्रो मोडिफिकेसन पनि छैन यसमा मोडिफिकेसन भनेको
एउटा चिज मात्र छ, एउटा चिज पनि छैन है, किनभने यो बाइकको ह्यान्डल यही हो है, अनि पेन्ट भनेको रेडै हो, अनि यो पेन्ट पाइप भनेको यसको यही नै हो। बस 15-19 रिम मात्र छ यसमा, र बाँकी भने सबै स्टकै हो केटा हो। मैले चाहिँ सकेसम्म स्टकमै मोडिफिकेसन गर्न खोजेँ हो। कस्तो देखिन्छ हेरौँ, कसरी हामी बनाएको छौँ। हाम्रो दाइले चाइनिज दाइले सबै हेरिदिनु होला है त। पछाडिको मर्काट फिटिङ हुँदैछ। नमस्ते गाइस, एज यु क्यान सी आज चाहिँ हाम्रो डे 2 होइन। हिजो अब बनिन सकेन, आज बनिन्छ। जस असल ग्रान्ड हुँदैछ होइन। हाम्रो यता फेरि अर्को भ्लगर, नाम भन न तिम्रो। ल सब्सक्राइब हानिदिउँ उहाँलाई पनि। त्यही हो, स्टे ट्युन है, क्रेजी हुँदैछ। जस दामी हुँदैछ। अब चाहिँ आज चाहिँ लगभग सकिन्छ होला हाम्रो। सकेन भने डे 3 पनि हेर्नु होला है त। है माया छ फेरि के छ त अब यही त होइन के हो त त्यही हो नि होइन। अब आज सकेन भने त के गर्ने, भोलि पनि म आउँछु। भोलि चाहिँ म आउँदिनँ होला, म भोलि बिजी छु। दाइ आउनुहुन्छ भ्लगमा। शनिबार दाइ कहाँ जाने रे हामी? भोलि शनिबार सरटिने लाउने काम गऱ्यो। यहीँ हो यही। अनि सेवा खाँदै काम गर्नुहोस् दाइ। अनि ल दाइ ट्याटु एक्सो फ्लेक्स हान्नु न। पछाडि फर्किनु न, फर्किनु न। अनि त्यो अन्नी ल दाइ त अन्नी सक्दैन है फेरि। रिलोड हान्नु हुन्छ। ल ल ल अब दाइले चाहिँ ट्याटु देखाउनु भएन, नहेर्नु है। खोइ त दाइ, खोइ अब हँसाउनु त दाइ। आत्ते ल दामी छ तर ट्याटु दाइले बनाइरहनु भयो। हाम्रो बाइक चाहिँ हाम्रो त होइन, दाइको हो, हाम्रै हो। ल हाम्रो देशराज पनि बाइक यहाँ छ। जत्ता के बनाउनु अरे बाइकको? ए के गर्नु बनाउनु त? अब हाम्रो राइड हुन लाग्छ नि त, त्यही भएर अब यहाँ केही कामहरू गर्नु। त्यो सानो मेन्टेन गर्न आएको पनि। अब त्यही हो। ल गाइस हामी भोलि भेटौँला है त। बाई 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 बाई। ल यो त केटा हो डे 4 होइन। यो डे 4मा चाहिँ बल्ल कम्प्लिट भएको छ। अब हामी सर्ट राइड जानुवाला छौँ है। टक्क लगाएर केटाहरू सबजना आइसकेको छ, रेडी छ। सर्ट राइड जाने अब। होइन त अस्ति त्यही भयो नि त। 6 महिना, 1 महिनाले 1 दिन जाने, 6 महिना ग्यारेज। वाउ, त्यो होइन बाइकलाई रेस्ट हो, थोरै रेस्ट हात छ नि त। त्यति पनि पऱ्यो नि त पेल्नु। अब आज चाहिँ माथि चुनी खेल्छ नि केटा। हाम्रो चाहिँ यो डे 4 यही टायर यो रिमले गर्दाखेरि नै अहिलेसम्म बाइक नकुदेको थियो, तर अहिले बनिसकेको छ होइन। बनिसकेको छ, अब हालेर चेक गरौँ न त एकचोटि कस्तो हुन्छ। अनि त्यसपछि तपाईँहरूलाई देखाउँछु है त। ए है त यसले गर्दा हो अहिलेसम्म नकुदेको। लो गाइज है त। ल डे 6 हामी डे 6मा चाहिँ है विथ थारू भ्लग्स आएको छौँ। सबजनाले माया देखाइदिनु होला, सपोर्ट देखाइदिनु होला है। र हामी बाइकको लङ टाइम यत्रो मेहनतपछि बाइकको हुनेवाला छौँ। बाइकको अन्तिम प्रयास, अन्तिम के भन्छौँ यस अन्तिमतिर छौँ। अब अन्तिमतिर छ। एउटा ब्याकलाइट हाल्नु भएको छ, एउटा मिरर, अनि त्यो पेमा भाइले ल्याएको थियो क्या मिररले। पेमा भाइलाई म मिस गर्छु। अनि बाइक त कस्तो लाग्यो त गाइस तपाईँहरूलाई? फेरि सबै स्टक हो है। अब एउटा मात्रै मोडिफाई छ है यसमा चाहिँ, एउटा मात्रै दुईवटा मोडिफाई छ।
म तपाईँहरूलाई नडाली भन्छु दुईवटा मोडिफाई छ एउटा हेडलाइट र एउटा सिट मात्र होइन त हेडलाइट र सिट मात्र त मोडिफाई हो नि हेडलाइट हेडलाइट सिट सिट अनि साइलेन्सर साइलेन्स साइलेन्स यही हो यसको यही हो कट आस आस ओके हाम्रो हेड मिस्त्रीले गर्न सकेन प्रयास अलिकति के भन्छ त्यसलाई असफल रह्यो त्यही छैन हामी अर्को ठाउँ गएर अब यो जोड्नेवाला छौँ र ठ्याक्कै च्याङदाई पनि आयो च्याङदाईको स्टाइलमा हेलमेट चाहिँ मरद छ है दाईको हेलमेट चाहिँ कतिको अरे दाई यो हेलमेट यो 18,000 अन्ली है गाइज फेरि हाम्रो साउजीलाई हो नि त फेरि अन्ली त फेरि हामी जस्तोलाई त धेरै महँगो हो नि दाइ ल गाइज वेलकम ब्याक टु च्यानल What's up guys? What's up? Day 5 continue. डे 5 कन्टिन्यू Day 2 हो हुँदैछ है? आज चाहिँ हामीले जोसमा निस्क्यो नाइट राइड हिजो पनि जसमै निस्क्यो दाइ हिजो पनि जोसमा निस्क्यो हिजो चाहिँ हाम्रो डे 3 Day 3 भइसक्यो आज अब 4 Day 4 अब भरे फेरि 12 बजी 5 सुरु भइहाल्छ फेरि दिस इज द क्रेजी दिस इज द क्रेजी साइकोपाथ साइकोपाथ अनि हाम्रो देशमा Subscribe है subscribe. सबैले ल माया छ है केटा हो वडा नम्बर 11 है Jutisको owner. जुत्तिसको ओनर Jutisको owner plus ओनर यता Nota exit. नोटा एक्जिट अरे नोटा एक्जिट परे त यस ही रियली एक्जिट Desraj Tharu the vlogger. अनि त्यस पछाडि हाम्रो singer. दाइको अडिसन छ कि अँ उयो भोइस अफ काठमाडौँमा त्यही भएर ललितपुर जान अब हामी अडिसन दिएर काठमाडौँ आउने. अडिसन दिन जान लाग्यो अब तर यो दाइ ढुक्क फेल हो कति भनिदिनु अब चाहिँ हामी लोकेसन उ गरेर छौँ कहाँ जाने हो यार लोकेसन लोकेसन फिक्स भएको छ होइन फिक्स भएपछि हामी तपाईँहरूलाई भन्छौँ नि है स्टेट्युन स्टेट्युन ललितपुर भने सो हेलो नमस्ते गाइज वेलकम टु हाम्रो सानो मिनी ब्लग होइन अनि आज हामी चाहिँ राति कति बजी त 11 बजी 11:30 भएर हामी अहिले यहाँ पाटन दरबार स्क्वायर त भन्छ होला नि त्यहाँ चाहिँ हामी सानो फोटोसुट हान्न आएको छौँ त्यहाँ दाइ हान्दै हुनुहुन्छ भिडियो सुट भनौँ रिल्स एभ्रिथिङ टु सब्सक्राइब टु सब्सक्राइब है एन्ड अल अनि यहाँ मेरो दाइ क्यामेराम्यान विशाल दाइ वाट्सअप अल गुड मोडल के छ मेरो दाइ हाम्रो मोडल है वान एन्ड ओन्ली मोडल बाइक चाहिँ फेरि अलमोस्ट भन्दा नि सबै अब त पर्फेक्ट भइसक्यो दाइ मेरो साथी नि आयो ल जसको साथी ल केटा हो है मेरो बाइक नि हेर केटा हो मेरो बाइक नि हेर यहाँ सक्दैन सक्दैन हाम्रो गोली मान्डुको के हेऱ्यो तिमी दोस्त एसडिआर आर्म्स ल सही ल तिम्रो साथीलाई केही भन्नु चाहन्छौ कनाइरह हो दोस्त कहाँ चिलाइरह भने म चाहिँ अब उसको भ्लगमा आइरहेको छु होला ए आज यो त उता दाइको दाइकोमा उसकोमा सबैकोमा आइबस्छु है अब मेरो पनि युट्युब च्यानल चाँडै खोल्दैछ त्यसै जोक हान्दै यो चाहिँ जुत्तिज वेयर सक्नुहुन्छ ल्याबिस अब दाजुभाइ खिचिरहेको छ यहाँ चर्चामा ए आन्नी सक्छ एज यु क्यान सी अब हामी दाइ हाम्रो फोटोसुट सकेको हो अब लास्ट लास्ट एक ल दाइलाई चाहिँ फेरि हतपच्ची त बुझ्दैन है टक्क लाएर ल हाम्रो फोटोग्राफर फेरि फर्ममा चाहिँ केही भन्नु मन छ इन्स्टाग्राममा फलो गर्न सक्नुहुन्छ है अँ। अब केटा हो पोस्ट हेर्नु मन छ भने इन्स्टाग्राममा चट्टबारमा फलो हान्ने अँ हेमान्सु दाइलाई है मलाई पनि भन न अनि देशराज थारूको मलाई सय जुत्तिस वेयरलाई पनि ओ सक्दैन है सक्दैन दाइ हाम्रो जुत्तिज वेयर्सलाई पनि फलो गर्नु परेन म बोल्दिनँ सिधै हेर्नु सक्नुहुन्छ राति हामी फेरि यहाँ किन हल्ला गरे भन्नुहुन्छ होला हामीले पर्मिसन चाहिँ लिएको छौँ है हाम्रो प्रहरी दाइहरू यता कता हुनुहुन्थ्यो
अहिले जस अहिले त खाली छ भनौँ न। ओ देशराज दोस्त ओइ ल फोटो सेसन गोइङ क्रेजी है गाइज, स्टे ट्युन।